यो आर्थिक वर्षको अन्त्यको निमित्त बजेटको आकार चाहिँ घटेको होइन। बजेटको आकार चाहिँ सुरुमा जे थियो 1964 अर्ब 1964 अर्ब नै हो। यदि कसैले 1964 अर्ब नै नेपाल सरकारका निकायले खर्च गर्न सक्छन् भने त्यो चाहिँ उपलब्ध हुन सक्छ। तर एट द सेम टाइम हामी बजेट परिचालन गर्ने क्रममा बजेट एकातिर छ भने नगद अर्कोतिर। Hardik IVF and Fertility Center, where miracles come to life. नेपाल सरकारको सञ्चित कोषमा आजको मितिमा 130 अर्बले घाटामा छ भन्नाले हामी चाहिँ हाम्रो नगद सञ्चित त छ, तर संघीय सरकारको मात्रै हेर्ने हो भने हामी 130 अर्ब घाटामा छौँ। त्यही भएर संघीय सरकारको सञ्चित कोषमा त्यो सञ्चित कोषले नदिएको अवस्थामा हामीले चाहिँ बजेटमा अलिकति केही नियन्त्रण गर्नुपर्ने र सकेसम्म प्राथमिकीकरण गरेर सही ठाउँमा मुलुकलाई लाग्ने काममा खर्च गर्नुपर्ने आवश्यकता भएको सन्दर्भमा पनि 119 अर्ब बराबरका आयोजनाहरू जुन तयारी पनि भएका थिएन अथवा तिनले राम्रो प्रतिफल पनि दिँदैनथे, त्यसको चाहिँ प्रारम्भिक मूल्याङ्कन गरेर अर्थ मन्त्रालय प्रणालीका साथीहरू सबैले मूल्याङ्कन गरेर यी चाहिँ आयोजना तयारी नभएसम्मको लागि स्थगित राखौँ। तयारी भएर टेन्डर गर्छन्, टेन्डर भइसकेको छ, दायित्व सिर्जना भइसकेको छ, माथि फुकुवा गर्दै जाउँ भनेर 42 अर्ब फुकुवा गरिएको छ। तर पर्फर्मेन्स हेर्दाखेरि तपाईँले भने जस्तो यो बजेट खास गरी पुँजीगत खर्चको सम्पादनको सन्दर्भमा यो ज्यादै कम हो। 67 अर्ब बराबरको जुन राष्ट्रिय गौरवको आयोजनामा विनियोजन गरिएको छ त्यसको मात्रै पर्फर्मेन्स हेर्दाखेरि पनि 15% भन्दा अलिकति नागिएको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो भन्नु हो। तर त्यो पनि सन्तोषजनक होइन। अब यो कारण के हो भन्ने विषयमा एउटा कुरा म आफै कन्फेस गर्न चाहन्छु। वर्तमान सरकारको यो पहिलो 2-3 महिनाको अवधिमा हामीले सङ्क्रमणलाई संस्थागत गर्नको निमित्त धेरै समय बिताउनु पर्यो। निर्वाचनको पूर्व तयारी गर्नुको निमित्त, आम नागरिकमा रहेको सुरक्षाको अनुभूतिमा सुधार गर्नुको निमित्त र राजनीतिक दलहरूलाई पनि परस्पर संवाद र विश्वासमा ल्याउनुको निमित्त समय खर्च गर्न परेका कारणले मैले व्यक्तिगत रूपमा पनि र तालुक मन्त्रालयका मन्त्रीजीहरूले पनि आफ्नो मन्त्रालयको पुँजीगत खर्चमा त्यति पर्याप्त ध्यान दिन पाउनु भएन कि जस्तो लाग्छ। मैले ध्यान दिन पाएँ। मैले चाहेर पनि अरू मन्त्रालयहरूलाई बोलाएर के कारणले कुन ठाउँमा के अवरोध हो भन्ने कुरा चाहिँ सोध्न पाइनँ। कतिपय ठाउँमा चाहिँ वन सम्बन्धी अवरोधको कारणले आयोजनाहरू कार्य सम्पादन हुँदाहुँदै बिचमा रोकेको अवस्था रहेछ। त्यो जानकारी भइसकेपछि वन नियमावलीमा संशोधन गरेर त्यस्ता अवरोधहरू पुगाउने काम भर्खरै मात्रै भएको छ। त्यो भएको कारणले खास गरी प्रसारण लाइन सम्बन्धी आयोजनाहरू, वन सम्बन्धी आयोजना, प्रसारण लाइन सम्बन्धी आयोजनाहरू र सडक सम्बन्धी आयोजनाहरू काममा चाहिँ अब बाँकी अवधिमा तीव्रता आउन जाला। तपाईँको दोस्रो प्रश्न त्यो हो। त्यसको स्वास्थ्य बिमाको दायित्व सरकारले सिर्जना गरिसकेपछि त्यो दायित्व चुक्ता गर्न सक्नुपर्छ भन्ने अर्थ मन्त्रालयको सुरुदेखिको धारणा। तर अर्थ मन्त्रालयलाई वर्षको बिचमा बजेटमा रहेको सीमाभन्दा बाहिर गएर रकम निकाल्न सक्ने अधिकार हुँदैन। यही बजेटभित्र रहेर रकम अन्तर गर्ने मात्रै हो। बजेट चाहिँ अर्थ मन्त्रालयको स्वामित्वमा हुँदैन। अख्तियारी दिइसकेपछि सम्बन्धित मन्त्रालयको स्वामित्वमा भयो। शिक्षा मन्त्रालयमा बजेट बच्छ भने त्यो अर्थ मन्त्रालयले कुरुक्क तानेर अरू मन्त्रालयमा पठाउन सक्दैन। त्यो मन्त्रालयले सरेन्डर गर्नुपर्छ। उहाँहरूले सरेन्डर गर्नुभएको छ। त्यस कारणले पनि हामीलाई निर्वाचन गर्नुको निमित्त त्यस बेलामा अनुमान गरिएको 25-30 अर्बको रकम सुरुमै सुरक्षित गर्नुपर्ने थियो। किनभने निर्वाचनमा स्रोत साधन कमजोर भएको कारणले सुरक्षा कमजोर हुने र त्यसपछि गएर निर्वाचन धाडिने अवस्था कुनै हालतमा आउन दिन हुँदैन। यो सरकारको पहिलो एकमात्र उद्देश्य निर्वाचन सम्पन्न गर्नु र त्योसँग गाँसिएको चाहिँ सुशासन र भ्रष्टाचार नियन्त्रण गर्नु हो भनिसकेपछि यो निर्वाचन गर्नको निमित्त, सुशासन कायम गर्नको निमित्त चाहिने बजेट चाहिँ सुरक्षित राख्नु पर्यो भनेर हामीले त्यसमा ध्यान दियौँ। त्यो गर्ने क्रममा अर्थ मन्त्रालयमा भएको भइपरि बजेट भन्ने जुन हुन्छ जहाँबाट रकम अन्तर गरेर दिन सकिन्छ त्यसमा हामीसँग स्पेस चाहिँ कम भयो। त्यो कम भएको कारणले सुरुमा हामीले 1 अर्ब यहाँबाट हामीले नै चासो दिएर होइन यो दायित्व राख्नु भएन, सरकारी अस्पतालको पनि भुक्तानी बाँकी राख्नु भएन भनेर 1 अर्ब दियो। अस्ति मात्रै स्वास्थ्य मन्त्रालय स्वयंले आफ्नै बजेटभित्र पनि 72 करोड जति बचत हुनसक्छ, हामीलाई रकमान्तर गरिदिनुहोस् भन्नुभयो। त्यो हिजो रकमान्तर भएर गयो। 1 अर्ब 72 करोडको अहिलेसम्म प्रबन्ध भयो। इन एडिसन टु उहाँहरूसँग भएको वार्षिक बजेट जुन 9 अर्ब थियो त्यो 9 अर्ब खर्च गरेर बढी हो। अब अझै पनि दायित्वको बारेमा एकिन आँकडा स्वास्थ्य मन्त्रालय प्राप्त भएको मैले बुझेको छैन। कहिले 7 अर्ब भन्ने कुरा आउँछ, मिडियामा 15 अर्ब भन्ने कुरा आयो, जुन हामीसँग मिटिङमा कहिले पनि कुरा भएको छैन। त्यही भएर 7 अर्ब या 6 अर्ब जतिको यदि केही गरी त्यो दायित्व चाहिँ यही बजेटबाट चुक्ता गर्न सकिने अवस्था उत्पन्न भयो भने फागुन 21 गते पछि
निर्वाचन सम्पन्न गर्नको निमित्त हामीले स्रोतमा कुनै कमी ल्याउन हुँदैन। स्रोतै कमी भएको कारणले कुनै ठाउँमा अवरोध भयो, निर्वाचन हुन सकेन भने त्यो राम्रो चाहिँ हुँदैन। त्यसमा हामी चाहिँ यो गृह मन्त्रालयको यो निर्वाचन आयोगको एजेन्डा हो भनेर हामी पल्झिन मिल्दैन। त्यसमा हामी कमिटेड छौँ। 21 गतेपछि गएर यदि केही स्रोत रह्यो भने सकेसम्म त्यो दायित्व सुक्ता गर्ने प्रयत्न चाहिँ हुन्छ।